म ढिलो नगरिकन शुभकामना मन्तव्यतर्फ जानेछु। म नेपाली चर्च समूहको तर्फबाट हाम्रो एनसिएफ नेपालका केन्द्रीय अध्यक्ष, केन्द्रीय कार्यकारी समितिका अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ पास्टर रेभरेन्ड आदरणीय हनुक तामाङ गुरुबालाई पनि म अगाडि आएर हाम्रो सबैको शुभकामना सन्देश नेपाली चर्चको तर्फबाट एउटा मन्तव्यसहित उत्साहका शब्दहरू राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सबैलाई जय मसीह, नमस्कार। मलाई यो विशेष मौका दिनुभएकोमा विशेष गरिकन सबैलाई यो क्रिस्चियन जर्नलिस्ट फेलोसिप नेपाल आयोजना गर्नुभएको डिजिटल मिडिया समिति यो 25 को सन्दर्भमा यो समय सापेक्ष कार्यक्रम आयोजना गर्नुभएकोमा म नेपाल राष्ट्रिय मण्डली सङ्गतिको तर्फबाट हाम्रो 7 प्रदेशका संरचनाहरूबाट लिडरसिपबाट र आराधना मण्डली समुदायको तर्फबाट पनि तपाईँहरूलाई गुरी धन्यवाद र बधाई दिन चाहन्छु। र आगामी दिनहरूमा तपाईँहरूको सेवा समाजको निम्ति, देशको निम्ति फलदायी होस् भन्ने हाम्रो शुभकामना, शुभेच्छा हिजो पनि थियो र आज पनि छ र भोलि पनि तपाईँहरूसँगै रहनेछ सबैको तर्फबाट। अनि विशेष गरिकन तपाईँहरू यो डिजिटल मिडिया समिट 2025 डिजिटल मिडिया फर द गस्पल भनेर शीर्षक राख्नु भएको छ। मलाई साह्रै नै राम्रो लाग्यो, साह्रै खुसी लाग्यो। डिजिटल मिडिया फर द गस्पल, सुसमाचार प्रसार नभनौँ, प्रसार भन्ने बित्तिकै फेरि हाम्रो देशको सरकार जुनसुकै सरकार हामीले कान ठाडो हुन्छ। अनि प्रसार भन्ने बित्तिकै धर्म प्रचारै गर्यो भने कुराहरू लान्छना लगाउने हाम्रो परम्परा छ। यहाँ हाम्रो पत्रकार महासङ्घको मित्रहरू पनि हुनुहुन्छ, तपाईँहरू अनभिज्ञ हुनुहुन्न यो सत्य कुरासम्म। र डिजिटल मिडिया फर द गस्पल सुसमाचारको एउटा सम्वर्धन, व्यक्तिगत प्रकारले गर्ने र त्यसको प्रवर्धन चरित्रिक दृष्टिकोणले हामीले समाजमा प्रसार नभनौँ। र केही महिना अगाडि हामीले WEA को कार्यक्रममा भाग लिने मौका पायौँ। त्यहाँ चाहिँ डिक्लेयरिङ होइन त घोषणा अनि डिस्प्लेइङ, डेमोन्स्ट्रेसन भन्ने कुराहरू थियो। घोषणा गर्ने हामी सुसमाचारलाई हाम्रो शब्दबाट भन्दा हाम्रो चरित्रबाट, स्वभावबाट, हाम्रो उठबस जीवनशैलीबाट घोषणा गर्ने त्यो हो भन्ने म बुझ्दछु। र अहिले भर्खरै पनि कोरियामा जुन 11देखि 14सम्म एउटा एसिया एभान्जेलिकल एलायन्सबाट आयोजना गरेको एसिया एभान्जेलिकल लिडरसिप फोरमको त्यहाँ एउटा शीर्षक थियो त्यो फोरमको। अनि एक्ज्याक्टली मलाई यो कुरा याद आयो, डिजिटल मिडियाबाट सुसमाचार प्रसार गर्ने। अनि त्यो फोरमको एउटा शीर्षक चाहिँ के थियो भने चाहिँ चेला निर्माण गर्ने, सुसमाचार प्रसार गर्ने थियो। र मत्ती 28 अध्यायमा प्रभु यीशु मसीहले हामीलाई चेला बनाउनु भएको छ। चेला बनाउने कुरामा चाहिँ हरेक विश्वासी मुखबाट स्वीकार गरिएको र मनबाट विश्वास गरेका प्रत्येक क्रिस्चियनहरूले धर्म परिवर्तन गराइएको होइन तर अब गरिएको व्यक्तिहरूले घोषणा गर्ने कुरा चाहिँ त्यहाँ के थियो भने चाहिँ त्यो शीर्षक चाहिँ डु और डाई, अर्थात् कि चेला बनाऊ कि मर भन्ने खालको शीर्षक बनाउँ होइन। नेपालीमा कि गरी खाऊ कि मरिजाऊ भन्ने खालको कुराहरू प्रत्येक क्रिस्चियनहरूको निम्ति यो एउटा सान्दर्भिक र सशक्त विषयहरू के भन्छ
हामी यीशुका चेलाहरू हौँ भने हाम्रो सम्पूर्ण मिसन भिजन हाम्रो लाइफस्टाइल सबै कुरा अब तपाईँको यो डिजिटल मिडिया फर द गस्पल भन्ने जो राख्नु साह्रै सान्दर्भिक समसामयिक छ अहिलेको अवस्थामा र डिजिटलबाट एउटा सामाजिक सञ्जालको माध्यमबाट सुसमाचार प्रसार गर्ने कुराहरू त्यसको प्रवर्तन गर्ने कुरामा र विशेष मिडिया मार्फत जे कुराहरू भइराखेको छ त्यसको धेरै राम्रो प्रभाव भएको छ मण्डलीहरूमा र मेरो आग्रह छ मिडिया कर्मीहरूलाई सञ्चार क्षेत्रमा लाग्नुभएका भाइहरूलाई अब अहिले म अघि दुईजना भाइहरूलाई कुराकानी गर्थेँ एउटा यस्तो समय हो कुनै पनि कुराहरू प्राकृतिक प्रकारले बढ्नुपर्छ है भन्ने खालको कुराहरूलाई पर्खन सक्ने जमाना होइन यो रात अहोरात मतलब ओभरनाइट सबै कुरा हुनुपर्ने ओभरनाइट नै सबै कुरा भइहाल्नुपर्ने भन्ने खालको जमाना हो तर त्यो चाहिँ म भन्छु त्यो नैसर्गिक र यो कुरो चाहिँ हाम्रो आस्थासँग आबद्ध छ सबै कुराहरूको एउटा मेच्युरमा जाने कुराहरूलाई चाहिँ एउटा प्रोसेस र प्रक्रिया छ र त्यसैलाई धर्मशास्त्र बाइबलमा चाहिँ हामीलाई सिद्धताको मार्गमा हिँड्दै गरेको वर्तमान निरन्तरता प्रेजेन्ट कन्टिन्युसको संज्ञा दिएको छ र बिङ फिल्ड पवित्र आत्माले भरिँदै जाने र बिङ पर्फेक्ट होइन सिद्ध हुँदै जाने यो प्रक्रियामा मलाई लाग्छ यो कसैको कुरामा भन्न चाहन्न तर यो प्रक्रियामा जुन खालको प्रवर्तन गर्नुहुन्छ हामीले सम्वर्धन गरेको हाम्रो विचारबाट हाम्रो आनी बानी हाम्रो उठबस हाम्रो बानी व्यवहार हाम्रो समष्टि कुराबाट हामीले सम्वर्धन गरिराखेका छौँ त्यसले प्रवर्धन गर्ने त्यसलाई डिस्प्ले गर्ने त्यसलाई डिक्लेयर गर्ने कुरा चाहिँ हाम्रो व्यक्तिगत वैयक्तिक नैतिक जीवन है र मलाई आशा विश्वास छ तपाईँहरूले आगामी दिनहरूमा एउटा क्वान्टिटीलाई भन्दा तपाईँले क्वालिटीलाई नजर दिनुहुनेछ विचार राख्नुहुनेछ अब भ्युवरहरू कति भयो तपाईँको कति हिजो त सप्रिने कुरालाई कमै पर्छ मान्छेले बिग्रिने कुरो पायो भने तपाईँलाई रातारात यहाँनिर के हुन्छ धेरै कुरा हुन्छ त्यसैले गर्दा तपाईँहरूले जे प्रवर्तन गर्नुहुन्छ नेगेटिभ कुराभन्दा पोजिटिभ कुराहरू हरेक दृष्टिकोणमा हरेक क्षेत्रमा मान्छे त्यो बेलामा एउटा हेल्दी हुन्छ स्वस्थ हुन्छ स्वस्थकर जीवनयापन गर्छ व्यक्ति स्वस्थकर हुन्छ समाज स्वस्थकर हुन्छ परिवार स्वस्थकर हुन्छ यो कुरामा तपाईँले प्रवर्तन गर्ने कुराहरू हाम्रो आस्थालाई प्रवर्तन गर्ने म किन भन्छु भन्दा तपाईँले गस्पललाई प्रवर्तन गर्ने काम गरिरहेको छु नि यसलाई चाहिँ प्रमोसन गर्नुभन्दा अगाडि हामीले सम्वर्धन गरेको हामीले संरक्षण गरेको हामीले जोगाएर राखेको चिजलाई प्रवर्धन गर्नको लागि चाहिँ यो डिजिटल मिडियाको ठुलो भूमिका छ र एक जमानामा जस्तो यत्रो रेडियो बजाएर अनि यत्रो टेलिफोन बजाएर टेलिफोनको माध्यमबाट अहिलेको जमाना पुरै परिवर्तन भइसकेको यो परिवर्तित जमानामा परिवर्तित समाजमा हाम्रो कन्टेन्ट हामीले विश्वास गरेको युनाको सुसमाचारमा लेखेको कुरो लेखेकोलाई हामी ध्यान दियौँ भने सत्यले तिमीलाई स्वतन्त्र तुल्याउनेछ त्यो सत्यले स्वतन्त्र तुल्याउने सत्य ट्रुथ विल सेट यु फ्री जो हामीको धर्म परिवर्तनसँग आबद्ध छैन कुराहरू मन परिवर्तनसँग आबद्ध छ कुराहरू अब हामीले प्रवर्तन गर्ने चाहिँ यो टाइफुई आदि इत्यादि भन्नु चाहिँ मन परिवर्तन नभएर नै हाम्रो समाजदेखि सडकदेखि समाज आज सदनसम्मै यो ताण्डव नृत्य भइराखेको छ मन परिवर्तन भएको मान्छेले त राम्रो कुरो सोच्छ नि देशको आफू पनि राम्रो हौँ अरू पनि सबैको राम्रो होस् कल्याण होस् भन्ने कुरा सोच्ने गर्छ तर हामी धर्म परिवर्तन गर्नेतर्फ भन्दाखेरि पनि मन परिवर्तनको सन्देश कन्टेन्टलाई हामीले ध्यान दिनुपर्छ कन्टेन्ट कहिले पनि चेन्ज हुँदैन मेथड चेन्ज होला हामीले प्रस्तुत गर्ने तौर तरिकाहरू चेन्ज होला हाम्रो भाष्यहरू परिवर्तन हुनसक्छ हामीले प्रयोग गर्ने शब्दहरू प्रयोग हुनसक्छ तर सत्य जहिले पनि सत्य नै रहन्छ त्यो सत्य निश्चल छ अटल छ त्यो हो हाम्रो आस्था
यो आस्थालाई आँच पुर्याउने कुराहरू मिडियाबाट थुप्रै भएको छ र यो विचारमा उनीहरूको गतिरोध प्रतिरोध मा उत्रेर होइन, हाम्रो जीवनशैलीबाट हाम्रो आचरणबाट यो हामीले सम्वर्धन गरेको बहुमूल्य चिज, जुन चिजलाई संसारका कुनै पनि चिजले न किन्न सक्छ, न लिन सक्छ, न दिन सक्छ, जो ख्रीष्ट येशूले मात्र दिन सक्छ। शान्ति म तिमीलाई दिनेछु। मलाई आशा विश्वास छ डिजिटल मिडिया फर द गस्पल सुसमाचारको प्याकेजभित्र यो अन्तर्निहित रहेका जुन चिज छ, जो अपरिवर्तनीय छ, इम्युटेबिलिटी, द नेचर अफ गॉड, परमेश्वरको अपरिवर्तनीय सत्यलाई तपाईँहरूले गर्नुहोस्। खुसी पनि लागेको छ। सञ्चारकर्मीमा क्षेत्रमा लागेका पत्रकारहरू धेरै बिगिनै छ भनौँ न, जताततै पत्रकार, सञ्चार मन्त्रालयले दिने रातो कार्ड भेटिदिएको छ पत्रकार भइहाल्यो होइन। त्यसो होइन, पत्रकारको आफ्नो धर्म हुन्छ, कर्म हुन्छ, मर्म हुन्छ। त्यो भित्र रहेर हामीले हाम्रो अपरिवर्तनीय कन्टेन्ट जसले स्वतन्त्र तुल्याउँछ, हाम्रो विचारै त्यो हो। त्यसले गर्दा हाम्रो बधाई छ यो पत्रकार क्रिस्चियन पत्रकारको सिजिएफका भाइहरूलाई लागिरहनु भएको छ, अहोरात्रि खटिरहनु भएको छ। अनि आगामी दिनहरू तपाईँको लागि एउटा आशिषमय वर्ष, प्रभुसँग रहेर तपाईँले प्रगति गर्नुभएको वर्ष। अरूले संसार जगतले जेसुकै गरून्, हामीलाई मतलब होइन, तर सत्यमै रहेर तपाईँले सत्य कुराहरू प्रकाश ल्याउने गस्पल हो नि त, सुसमाचार, खुसीको सुसमाचार। कस्तो खालको सुसमाचार? खुसीको सुसमाचार। त्यसले गर्दा हामीलाई आशा विश्वास छ एनसिएफको तर्फबाट र इसाई समुदायको तर्फबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै म यहाँ बिदा हुन चाहन्छु। नमस्ते। म शुभकामना मन्तव्यलाई जोड्न चाहन्छु। हाम्रो एङ्ग्लिकन चर्च कम्युनिटीबाट रेभरेन्ड प्रेम तामाङज्यूलाई शुभकामनाको सन्देश दिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु। आजको यस विशेष कार्यक्रममा उपस्थित हुनुभएका वरिष्ठ व्यक्तित्वहरू, अभिभावकहरू, सधैँ आशाविहीनहरूको लागि आशाको केन्द्र बनेर दिनरात खटिरहनुभएका प्रिय अनि जति पनि सञ्चारकर्मी मित्रहरू, यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु नेपाल एङ्ग्लिकन चर्च र नेपाल एङ्ग्लिकन समाजको तर्फबाट। हाम्रो समाज धेरै प्रकारले परिवर्तन छ र यो परिवर्तनशील समाजमा हामी विभिन्न तवरबाट परिवर्तित भइराखेको अवस्था पनि छ। यो परिवर्तनशील समाजमा हामीले हेर्दै जाँदाखेरि मिडियाको ठुलो भूमिका रहेको छ। यसै क्रममा म यहाँलाई यो पनि एउटा अवगत गराउन चाहन्छु, यद्यपि यहाँहरू यो क्षेत्रमा पोक्त व्यक्ति हुनुहुन्छ, मिडियाको काम कर्तव्य सत्यलाई सत्य, गलतलाई गलत, जहाँनिर चाहिँ यो परिवर्तन समाजलाई सबैको निम्ति सकारात्मक परिवर्तन हुन् भन्ने हेतुले यो मिडियाको काम कर्तव्य यहाँले निभाइदिनु भयो भने सायद अति उत्तम हुनेछ। अर्कोतिर चाहिँ क्रिस्चियन समुदायको हक र हित र अधिकारको निम्ति, किनभने हामी यो देशको नागरिक हो, हामी यो देशको नागरिक भएको कारणले गर्दा हाम्रो हक र हित जो अधिकारको कुरा पनि हाम्रो लागि महत्त्वपूर्ण कुरा हुन सक्छ र हुन्छ पनि। यस कारणले गर्दा यो कुरा पनि ठुलो एउटा महत्त्वपूर्ण चिज हो भन्ने कुरा चाहिँ मलाई लाग्छ। यहाँहरूले विशेष गरी सुसमाचारको लागि डिजिटल मिडिया जो प्रकारको एउटा शीर्षकमा यहाँले आजको यो पोस्ट गर्दै हुनुहुन्छ, एकदमै टाइमली महत्त्वपूर्ण कुरा हो। किनभने सुसमाचार जसले समाजलाई परिवर्तन गर्न सक्छ, समाजलाई परिवर्तन हुने माध्यम भनेको सुसमाचार भइसकेपछि मिडियाले यो कुरा लिनु एकदमै असल कुरा छ। यस कारणले गर्दा धेरै कुराहरू बोलिरहनुभन्दा यहाँहरूलाई बधाई र शुभकामना भन्न चाहन्छु नेपाल एङ्ग्लिकन चर्चको तर्फबाट। र यो पनि भन्न चाहन्छु नेपाल एङ्ग्लिकन चर्च यहाँहरूको निम्ति निरन्तर रूपमा प्रार्थनामा रहिरहनेछ र कुनै पनि क्षेत्रमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो कर्तव्य सम्झेर
यहाँहरूको बिचमा हामी गरि नै रहनेछौँ भनेर पनि प्रतिबद्धता गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। प्रतिबद्धता सहितको शुभकामना सन्देश दिनुभएको लागि हाम्रो एङ्ग्लिकन चर्च समुदायका आदरणीय व्यक्तित्व रेभरेन्ड प्रेम तामाङज्यूलाई म धेरै धन्यवाद गर्न चाहन्छु। त्यसै गरी हाम्रो शुभकामना सन्देश दिनुको लागि अन्तर्धार्मिक समुदायका अभियन्ता पनि हुनुहुन्छ, क्रिस्चियन समुदायका अग्रज आदरणीय व्यक्तित्व रेभरेन्ड ईश्वरजन कार्कीज्यूलाई पनि म शुभकामना दिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँहरू सबैलाई जय मसीह, नमस्कार। क्रिस्चियन जर्नलिस्ट फेलोसिपबाट आयोजित यो कार्यक्रम टपिक चाहिँ डिजिटल मिडिया फर द गस्पेल भन्ने जो छ, यो कार्यक्रममा बोलाउनु भएको लागि धेरै धेरै आभारी छु, धन्यवाद छ। सबभन्दा पहिला त तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। अझै अगाडि बढ्दै जानुहोस् र परमेश्वरले तपाईँहरूलाई प्रशस्तै आशिष र सहायता दिनुभएको होस्। अब मिडियाको कुरा गर्दै गर्दा एक दुईवटा कुराहरू चर्चा गर्नु उपयुक्त ठान्छु। म आफै पनि केही समय मिडियाकर्मीकै रूपमा र क्रिस्चियन जगतमै क्रिस्चियन समुदायमा नै लागि परेको व्यक्ति भएको र केही अनुभव पनि भएको कारणले केही कुराहरू राख्छु। सबभन्दा पहिला त मिडिया भन्ने साथ यो क्रिस्चियन मिडिया, यो आस्थाको मिडिया, त्यो आस्थाको मिडिया भन्नेतिर म त्यति जाँदिनँ। मिडिया मिडिया हो र साझा हो र सबैको आवाज हो। त्यस कारणले मिडिया एउटा हतियार जस्तो पनि हो, त्यसलाई ठिकसँग प्रयोग गर्न जरुरी छ भन्ने मलाई लाग्छ। त्यस कारणले आस्था अब क्रिस्चियन मिडियामा भन्ने क्रिस्चियन मिडिया भन्ने छ यहाँ। क्रिस्चियन मिडियाको कुरा गर्दाखेरि चाहिँ क्रिस्चियन इथिक्सको कुरा पनि आउँछ र मिडिया इथिक्सको कुरा पनि आउँछ। दुईटै इथिक्सलाई चाहिँ कसरी ब्यालेन्समा राख्ने भन्ने कुरा चाहिँ चुनौतीपूर्ण छ जस्तो मलाई लाग्छ। म आफूले पनि विगतमा अनुभव गरेको छु र तपाईँहरूले पनि भोगिरहनु भएको होला र अनुभव गर्नुभएको पनि होला। यो चुनौतीपूर्ण छ, यसलाई सन्तुलनमा राख्न जरुरी छ। एकातर्फ हामीले मिडियाको धर्मनिर्वाह इथिक्स निर्वाह गर्ने क्रममा कतिवटा यस्ता कुराहरू छन् जुन कुराहरू ठुलो ठुलो हेरेर बस्न सकिन्न, हैन। त्यसलाई उजागर गर्नुपर्छ, सुधारको निम्ति होला अथवा निर्माणको निम्ति होला आदि इत्यादि। त्यसको साथसाथै अर्कोतिर हामीले हेऱ्यौँ भनेदेखि त्यही कुरा चाहिँ फेरि अन्यत्र कतै एकदमै नकारात्मक रूपले जान पनि सक्ने अवस्था छ। अघि पनि हामीले अलिअलि त्यो सन्दर्भ चाहिँ सुन्यौँ। त्यस कारणले अहिले चाहिँ मिडियामा लाग्नु भएको, यद्यपि तपाईँहरू क्रिस्चियन हुनुहुन्छ होला, एउटा बिट हुनसक्छ धार्मिक समुदायको धार्मिक कुराहरूलाई लेख्ने कुराहरू अथवा डिजिटल माध्यमबाट प्रस्तुत गर्ने कुराहरूमा एउटा बिट चाहिँ हुनसक्छ। तर थुप्रै त्यस्ता क्षेत्रहरू छन् जहाँ क्रिस्चियनहरूले कलम चलाउन आवश्यक छ। क्रिस्चियनहरूले एउटा जिम्मेवार नागरिक पनि भएको हैसियतले र पत्रकारितामा लागेको, त्यही क्षेत्रमा अध्ययन गरिरहेको र मुलुकको समाजको सुधार अथवा कतिवटा कुराहरू गर्नको निम्ति जुन मिडियामा अगाडि आउनु भएको छ, मलाई लाग्छ तपाईँहरूको अझै धेरै जिम्मेवारी हुन्छ जस्तो मलाई लाग्छ। तपाईँहरूले नेसनल इस्युजहरूमा पनि लेख्नुपर्छ। राष्ट्रिय विषयहरू थुप्रै छन्, गहन विषयहरू छन्, रिसोर्सेसका कुराहरू पनि छन्। ती विषयहरूमा पनि कलम चलाउनु पर्छ अथवा चाहिँ नि डिजिटल माध्यमबाट भए पनि तपाईँहरूले प्रस्तुत हुनुपर्छ भन्ने मलाई लाग्छ। र आगामी दिनहरूमा एउटा क्रिस्चियन राइटर, एउटा क्रिस्चियन पत्रकार आफूलाई स्थापित गर्नुहोस् यो देशमा, राष्ट्रिय एउटा जर्नलिस्टको रूपमा आफूलाई स्थापित गर्न सक्नुभयो भने त्यो एउटा अझै राम्रो सुसमाचार हुन्छ। हामीले चाहिँ नि एउटा क्रिस्चियन भएर उसले देशको यस्तो खालको विषयमा चाहिँ कलम चलाइरहेको छ भन्ने खालको कुराहरू आफूलाई इस्टाब्लिस गर्न सक्नुभयो भने त्यो नै एउटा यस्तो गस्पेल हुन्छ, सुसमाचार हुन्छ, जसले चाहिँ तपाईँ एउटा माध्यम बन्न सक्नुहुन्छ सुसमाचारको र मानिसहरूले प्रभुको बारेमा सुन्न सक्छन्। एउटा कुरा चाहिँ मैले तपाईँहरूलाई यो भने एकदमै ब्यालेन्समा बस्न जरुरी छ।
नत्र भनेदेखि चाहिँ मलाई याद छ पत्रकार आयो भनेर चर्चमा भन्थे अनि कुरा गर्नु पनि गाह्रो हुन्थ्यो हैन, त्यस्तो अवस्था थियो। अनि 500,000 रुपियाँको विज्ञापनको त कुरै छोड्नुहोस्, अर्कोचोटि भेटघाट हुन पनि समय पाउन गाह्रो हुन्थ्यो। एउटा समय त्यस्तो थियो। अहिले पनि कता कता त्यस्तै कुराहरू छ। तर विकृति विसङ्गतिहरू छ भनेदेखि त्यसलाई उजागर गर्नुपर्ने त्यो एउटा बाध्यात्मक अवस्था पनि छ। नगर्यो भने तपाईँको पत्रकारिताको के अर्थ छ र? गर्नुभयो भने फेरि अर्कोचोटि तपाईँले चाहिँ नि 500,000 रुपियाँको विज्ञापन लिन पनि तपाईँहरूलाई गाह्रो पर्ने हुनसक्छ। मैले यो कुरा चाहिँ अनुभव गरेको कुराले मैले तपाईँलाई भन्दैछु। एउटा दोस्रो कुरा चाहिँ अब मलाई थाहा छ तपाईँहरूको पनि विभिन्न चाहिँ नि मिडिया कम्पनीजहरूको रूपमा छ हैन, कसैले कसैले कुनै गरेर चलाइरहनु भएको छ। तर त्यसो हुँदै पनि हैन, तपाईँहरूको यो हुँदै पनि तपाईँहरूको चाहिँ नि जुन फेलोसिप छ, फेलोसिपमा कमसे कम तपाईँहरूले आफ्नो एउटा चाहिँ क्रिस्चियन इथिक्सलाई मेन्टेन गर्ने कुराहरूमा ख्याल गर्नुभयो भने र त्यो सबै मिलेर चाहिँ नि आस्थाले तपाईँहरू एकै हुनुहुन्छ भने त्यो बेला बेलामा कमसेकम महिनामा एकचोटि हुन्छ कि 2 महिनामा एकचोटि हुन्छ कि फेलोसिप गर्ने र कतिवटा सिचुएसनहरूको समीक्षा गर्ने र जर्नलिजमकै फिल्डमा पनि अलिकति समीक्षा गरेर अगाडि बढ्नुभयो भने चाहिँ त्यसले तपाईँलाई धेरै सहायता पुग्छ भन्ने मलाई लाग्छ। यो चाहिँ एकदमै उपयुक्त हुन्छ जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ अब क्रिस्चियन जगतदेखि बाहिरको फेरि पत्रकारितामा हामीले देख्छौँ विगतमा एकोरो क्रिस्चियनहरूलाई जुन प्रकारको जुन दृष्टिकोणले, किनभने मिडियाले जनमत तयार गर्ने काम पनि गर्छ, कहिलेकाहीँ होलाई होइनलाई हो पनि बनाउने काम पनि गरिदिरहेछ। त्यस्तो अनुभव पनि हामीले गरेका छौँ विगतमा। त्यस कारण कहिलेकाहीँ चाहिँ नि मिडियाले यस्तो साह्रो चाहिँ नि गरेको हुन्छ, क्रिस्चियनहरू भनेको खालि डलरको खेती गर्ने हुन्, धर्म परिवर्तन गर्ने हुन्, यो हुन् त्यो हुन् भनेर विगतमा प्रशस्तै हुन्थ्यो। अहिले पनि कता कता आउँछ, तर अहिले सन्दर्भ अलिकति परिवर्तन भएको छ, अलि फरक भएर गएको छ। सायद धेरैले बुझ्दै पनि जानु भएको छ, त्यस कारणले पनि होला अलिकति फरक भएर आएको छ। र अर्को कुरा के हो भने आस्थाको विषयमा धेरै खेलबाड गर्नुहुन्न भन्ने कुराहरू चाहिँ अहिले आइरहेको छ। त्यस कारणले पनि धेरै संवेदनशीलताको कुरा भएको कारणले धर्मको विषयमा, विशेष आस्थाकै विषयमा अलिकति त्यति नकारात्मक कुराहरू धेरै अगाडि आउनु हुँदैन पनि जस्तो लाग्छ मलाई। तर त्यसो भन्दै गर्दा धार्मिक समुदायमा भएको व्यक्तिहरूले चाहिँ नकारात्मक कुराहरू, नराम्रो कुराहरू गर्यो भने त्यो आउनै हुँदैन भन्ने पनि होइन। फेरि व्यक्ति त व्यक्ति हो नि हैन, त्यसकारण धार्मिकताको आडमा कुनै पनि नकारात्मक कुरा हुन सक्दैन, हुनु हुँदैन। यदि त्यस्तो कमी कमजोरी भयो भने सुधार हुनुपर्छ। तर अघि हामीले भन्यौँ कोही सिद्ध त छैन, कमी कमजोरी हुन्छ नोइङली अननोइङली, जानेर नजानेर भयो भने त ठिकै हो, सुध्रिने हुने सुधार्ने कुराहरू सिक्ने कुराहरू होला। तर जानी अटेर भएर एकदमै चाहिँ नि ढिट भएर कामहरू भइरह्यो भनेदेखि त त्यति बेला त धेरै गाह्रो छ नि। त्यसैले हाम्रो समुदायभित्र पनि केही कमी कमजोरीहरू छन्, सुधार्नुपर्ने कुराहरू छन् र मिडियाले त्यसतर्फ चाहिँ नि संवेदनशील भएर गर्नुपर्ने कुराहरू छन्। र बाहिरबाट पनि चाहिँ नि हामीलाई एकोरो चाहिँ नि जुन किसिमको कुराहरू छ त्यसलाई खण्डन गर्नुपर्ने र सत्य कुरा के हो त्यो प्रस्ताइदिनु पर्ने त्यो बाध्यात्मक अवस्थाहरू पनि हामीसँग छ। त्यसकारण यी दुईटै कुरालाई सन्तुलन गरेर हामी अगाडि बढ्नुपर्ने आवश्यकता छ। विगतमा हामी क्रिस्चियन मिडिया भन्थ्यौँ, क्रिस्चियन मिडिया भनेर चाहिँ मलाई चाहिँ त्यस्तो लाग्दैन, मिडिया क्रिस्चियन हुँदैन। यद्यपि हामीले चाहिँ नि विभिन्न पहिला विगतमा चाहिँ नि एउटा मिडियाकै कुरा गर्ने हो भने एउटा पर्चा पनि इस्टरको बेलामा, क्रिसमसको बेलामा सडकमा कसैलाई सुसमाचारको दिँदा त्यो पनि एक प्रकारको मिडिया नै हो, व्यक्तिसँग कनेक्सन हुने एउटा माध्यम नै हो, त्यो एक प्रकारको मिडिया नै थियो। तर अहिले त्यस्तो खालको छैन। अहिले त हामी लाइभ गर्न सक्छौँ, बकाइदा कार्यक्रमहरूको लाइभहरू भएको छन् हैन, धेरै कार्यक्रमहरू त्यसरी गइरहेको छ। त्यसकारण मिडिया वाइडली गइसकेको अवस्था, मिडियाले धेरै कुराहरू गर्न सक्छ। मैले भने जनमत तयार गर्न सक्छ, नकारात्मक कुराहरूलाई चिरफार गर्न सक्छ, सकारात्मक कुराहरू दिन सक्छ। यी कुराहरू गर्न सकिन्छ मिडियाबाट। र अझ म त यहाँ के पनि भन्न चाहन्छु भने यहाँ पत्रकार सङ्घको व्यक्तिहरू पनि हुनुहुन्छ, जिल्लाको केन्द्रमा पनि सदस्यहरू भइसकेको व्यक्तिहरू हुनुहुन्छ। म त के भन्छु भने हाम्रो क्रिस्चियन मिडियामा लागेको मिडिया क्षेत्रमा लागेका क्रिस्चियन दाजुभाइहरू जो चाहिँ नि
पत्रकारितामा अगाडि बढिरहनु भएको छ, यद्यपि डिजिटल भन्नुहोस् या प्रिन्ट मिडिया भन्नुहोस् जे भन्नुहोस् त्यो त समय अनुकूल छैन, अगाडि बढेको कुरा हो। त्यसो भने यसमा लागेको व्यक्तिहरूले चाहिँ तपाईँहरू चाहिँ बाहिरको मिडियाहरूसँग पनि तालमेल मिलाउनुहोस्, जोडिनुहोस् र बाहिरको मिडियाहरूसँग पनि सहकार्य र सहभागिता चाहिँ नि गर्नुभयो भने अझै वाइडली हामी जान सक्छौँ र आफ्नो उपस्थिति पहुँच भयो भनेदेखि चाहिँ अझै राम्रो पनि हुन्छ। कतिवटा ठाउँमा मलाई अन्तर्धार्मिकको कुरा उहाँले गर्नुभयो, एउटा समय थियो एउटा कार्यक्रममा चाहिँ नि कृष्णलाई पुरा गाली गर्दै हुनुहुन्थ्यो एउटा बौद्ध भिक्षुले, अनि म त्यहाँ थिएँ अनि मैले आफ्नो कुराहरू त्यहाँ राखिसकेपछि उहाँले रियलाइज गर्नुभयो, त्यहाँदेखि फेरि पछि कहिले पनि उहाँले त्यसको विरोध गर्नु भएन। तपाईँहरूको त यस्तो रहेछ तर मैले त यस्तो सुनिरहेको थिएँ भन्ने कुराहरू। त्यस्तो पहुँच बनाउने कुराहरूको निम्ति चाहिँ सहकार्य र सम्बन्ध स्थापित गर्न जरुरी छ। जिल्लामा अथवा यो प्रदेशमा या राष्ट्रिय स्तरमै पनि कहीँ न कहीँ जोडिनु भयो भनेदेखि अझै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। यिनै शब्दका साथ शुभकामना दिन चाहन्छु र खालि एउटा हाम्रो समुदायको लाई अगाडि बढाउने, सुधार गर्ने, निर्माण गर्ने, सचेत गराउने यो कुराहरू त छँदैछ, त्यतिमा मात्रै सीमित नहुनुहोस्। अझै चाहिँ नै राष्ट्रिय स्तरमै अझै धेरै त्यस्ता खालका विषयहरूमा पनि तपाईँहरूले अगाडि बढ्नुहोस् र त्यसमा चाहिँ लागि पर्नुहोस् भन्ने कामनाका साथ यहाँहरूबाट बिदा हुन्छु। जय मसी, धन्यवाद। धन्यवाद रेभरेन्ड सुजन कार्कीज्यूलाई। ढिलो नगरिकन प्रेस काउन्सिलका नवनियुक्त सदस्य, दामन पोस्टका सम्पादक, साप्ताहिकका सम्पादक आदरणीय सन्तराम बिडारीज्यूलाई म अगाडि आएर शुभकामना मन्तव्य दिनुहुनको लागि म अनुरोध गर्छु। धन्यवाद निरजजी। यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू र सहभागी महानुभावहरू, सर्वप्रथम तपाईँहरू सबैलाई मेरो तर्फबाट हार्दिक नमस्कार छ, अभिवादन। जुन कार्यक्रम यो गर्नुभएको छ यो कार्यक्रम तपाईँहरूको उपलब्धिपूर्ण होस्, अर्थपूर्ण होस्, मेरो तर्फबाट, व्यक्तिगत तर्फबाट र महाबद्ध संस्थाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। र धेरै लामो बोल्ने कुरा पनि छैन, त्यसमा चाहिँ 2 मिनटभित्र सक्ने भनेपछि अब मैले धेरै बोल्न आवश्यक पनि ठानिनँ। मूलत अब यो तपाईँहरूको डिजिटल मिडिया समिट जुन नाम दिनुभएको छ, यसमा विभिन्न छलफलहरू भयो होला, विषयवस्तुमा विभिन्न कुराकानीहरू, विचार विमर्शहरू उठ्यो होला। अहिलेको जमानामा डिजिटलाइजेसनको युग हो अहिलेको। जस्तो हामी पत्रकारिता जुन स्वरूपमा जुन माध्यममा गरिरहेका छौँ, सबभन्दा इफेक्टिभ माध्यमको रूपमा चाहिँ डिजिटल प्लेटफर्महरू, सोसियल नेटवर्कहरू र मल्टिमिडियाहरू विशेष गरी यो इफेक्टिभ भइरहेको छ र यो चाहिँ अहिलेको सूचना र प्रविधिको पछिल्लो चमत्कारको रूपमा आएको छ र जति हामी लार्जर अडियन्समा जान सक्छौँ त्यस्तो माध्यमहरूलाई पछ्याउँदा मात्रै जान सक्छौँ। त्यसो भएर यो समयको वेगसँग अघि बढेको माध्यम हो डिजिटल पछ्याउनै पर्छ हामीले, डिजिटलाइजेसन। त्यसमा पनि यो मल्टिमिडिया, अडियो भिडियो मिडिया चाहिँ अलि इफेक्टिभ भएर गइरहेको छ। मिडियम इज द म्यासेज भनेर मार्सल माक्लुहानले थ्योरी पनि बनाउनु भएको थियो। हामीले सन्देश चाहिँ कुन माध्यमबाट प्रसारण गर्छौँ त्यस आधारमा त्यो सन्देशको प्रभावकारिता हुन्छ भन्ने सिद्धान्त पनि छ पत्रकारितामा। त्यसो भएको हुनाले यो अहिलेको कुरा चाहिँ हामीले डिजिटल्ली जुन भिडियो प्लेटफर्ममा, अडियो प्लेटफर्ममा, पोडकास्टिङ जस्ता कुराहरू, सोसियल मिडियाहरू जसरी आएको छ त्यो इफेक्टिभ हुन्छ र त्यसमा चाहिँ अलिकति विकृति पनि यहाँ नै धेरै छ। म प्रेस काउन्सिलको पनि भन्नुभयो, प्रेस काउन्सिलमा भर्खरै अब त्यहाँ जोइन पनि भएको छु र त्यो चाहिँ ओभरअल मिडियाको एउटा रेगुलेटरी बडी हो, मिडिया मोनिटरिङ इन्स्टिट्युसन हो। मिडियामा जति विकृतिहरू आएको छ, ट्रेडिसनल मिडिया हाम्रो चाहिँ पहिलेका परम्परागत रेडियो, टेलिभिजन, अखबार, म्यागजिनहरूमा भन्दा यो न्यू मिडियामा विकृति आएको छ, ठेक्न नसक्ने गरी समस्याहरू छ। केही बदलाव चेन्जहरू पनि ल्याएको छ, सँगसँगै त्यहाँ चाहिँ विकृतिहरू पनि आएको हुनाले हामी विशेष गरी सचेत हुनुपर्छ। तपाईँहरूको आफ्नो आफ्नो प्लेटफर्म होला होइन, युट्युब होला, अनलाइनहरू होला,
के होला? अब यो विषयमा चाहिँ अलिकति गम्भीर हुनुपर्छ। हामीले प्रेस काउन्सिल मिडिया सम्बन्धी रिलेटेड लजहरू कानुनहरू छ नि, प्रेस सम्बन्धी कानुनहरू, त्यसपछि पत्रकारहरूको चाहिँ आचार संहिता, कोड अफ कन्डक्ट, जर्नलिस्ट कोड अफ कन्डक्ट, यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ। धेरै चाहिँ सञ्चार माध्यममा काम गर्नेहरूलाई पनि प्रेस लको मर्मभन्दा विपरीत विद्युतीय कारोबार ऐन साइबर ल आकर्षित गरेर पनि पक्राउको कुराहरू पनि छ। त्यसो भएर आफूले जुन सन्देश प्रवाह गर्दै हुनुहुन्छ आफ्नो प्लेटफर्मबाट, मैले कस्तो सन्देश पठाउँदैछु, यसले चाहिँ अरूको मानहानि हुन्छ कि, चरित्र हत्या भइरहेछ कि, गाली बेइज्जती भइरहेछ कि, प्रमाणहरू छ कि छैन कि, अदालतको अवहेलना भएको छ कि, यो धेरै कुराहरू राष्ट्रलाई चाहिँ एकदम हानि पर्ने खालको छ कि होइन, सामाजिक सद्भावहरू त्यसले बिथोलिराखेको छ कि, यस्ता कुराहरूमा चाहिँ तपाईँहरू सचेत भएर कलम चलाउनुपर्छ, अगाडि बढ्नुपर्छ। जुन कुरा जर्नलिस्टको कोड अफ कन्डक्टले चाहिँ इन्डिकेट गरेको छ, पत्रकार आचार संहिताले। अब प्रेस काउन्सिल चाहिँ पत्रकारहरूको र सबै सञ्चार माध्यमको एउटा गार्जियनसिप लिने अभिभावक संस्था हो। त्यसकारण चाहिँ पत्रकार आचार संहितामा रहेर आधिकारिक रूपमा मिडियाहरू दर्ता गरेर र प्रेसको चाहिँ प्रचलित नियमभित्र मर्यादाभित्र रहेर चाहिँ सञ्चार कर्म गर्न हामी आग्रह गर्छौँ र गर्नुपर्ने पनि त्यही हो। त्यस्तो गरेन, त्यो दायरा नाग्यो भने चाहिँ हामी यही विद्युतीय कारोबार होइन अरू ऐनको चाहिँ भागीदार हुन्छौँ। त्यो सन्दर्भमा हामी सचेत भएर चाहिँ अघि बढ्नुपर्छ र खास गरी प्रेस काउन्सिलको तर्फबाट सबै मिडियाहरूलाई चाहिँ प्रोत्साहन गर्ने, प्रमोसन गर्ने, अघि बढाउने एउटा चाहिँ अभिभावक संस्था भएको हुनाले त्यो ढङ्गले प्रेस काउन्सिल गर्दै आएको छ। जुन जुन मिडिया चाहिँ तपाईँहरूले आधिकारिक रूपमा दर्ता नगरी चलाउनु भएको छ त्यो नगर्नु होला। त्यो गऱ्यो भने भोलि चाहिँ कसैलाई चाहिँ ब्लेम लाग्यो भने यस्तै दिलभूषण पाठक दिदीलाई जस्तै आउन सक्छ होइन, पक्राउ पूर्जी जारी गर्नुपर्छ, भागेर हिँड्नुपर्ने हुन्छ। त्यसो भएर पहिला दर्तामा रजिस्टर आधिकारिकमा जानु इजाजत लिनु पर्यो। इजाजत बिनाको चाहिँ कसैले प्रेस काउन्सिलले पनि भोलि ग्यारेन्टी लिन सक्दैन इजाजत बिना चाहिँ चलाएको। अनि जो सञ्चार कर्ममा आउनुहुन्छ नेपाल पत्रकार महासङ्घको छाताभित्र आउनु होला, किन पत्रकार महासङ्घको चाहिँ आधिकारिक अभिभावक संस्था भनेको नेपाल पत्रकार महासङ्घ हो। त्यसलाई फेसिलिटेसन प्रेस काउन्सिल लगायतको संस्थाले गर्छ। किनभने पत्रकारहरूको आचार संहिता पनि नेपाल पत्रकार महासङ्घ समेतको सहमतिमा प्रेस काउन्सिलले जारी गर्ने मात्रै होइन, त्यसलाई चाहिँ समयअनुसार सुधार गर्ने मात्रै होइन, त्यो चाहिँ राम्रो काम आचार संहिता अनुसार काम गर्नेलाई पुरस्कृत गर्ने र आचार संहिता चाहिँ अवज्ञा गर्नेलाई दण्डित गर्ने, त्यो सबै अधिकार चाहिँ कानुनले चाहिँ प्रेस काउन्सिललाई दिएको छ। त्यस भएर त्यो छाताभित्र गोलबन्द भएर हामीले पत्रकारिता गर्नु पर्यो। त्यसको लागि म आग्रह गर्छु र विभिन्न कार्यक्रम यसअगाडिका धेरै कार्यक्रमहरूमा पनि तपाईँहरू हाम्रो भेट भइराखेको छ। विभिन्न ट्रेनिङहरूमा अरू कार्यक्रमहरूमा विशेष गरी यो क्रिस्चियन जर्नलिस्ट फेलोसिप नेपाल होइन CJF जुन छ त्यो संस्था साथीहरू भाइहरू हुनुहुन्छ, अब बोलाइराख्नुहुन्छ। म चाहिँ आइरहेको छु। म पत्रकार महासङ्घको काठमाडौँ जिल्लाको अध्यक्ष भएर काम गरेँ, त्यसपछि केन्द्रीय सदस्य भएर काम गरेँ, अहिले प्रेस काउन्सिलमा छु। आगामी दिनमा पनि तपाईँ हाम्रो चाहिँ सहकार्य जारी राखौँला होइन। त्यसको लागि म सबै सँगसँगै हिँड्न तयार छु र तपाईँहरूलाई चाहिँ इथिकल जर्नलिजमलाई चाहिँ अघि बढाइदिनु होला। प्रेस काउन्सिलले चाहिँ प्रेस फ्रिडमको प्रोटेक्सनसँगै इथिकल जर्नलिजमको चाहिँ अभिवृद्धिको लागि पनि काम गर्छ। त्यसमा चाहिँ हामी मर्यादित भयो भने आफ्नो पेसा मर्यादित हुन्छ। अहिले यति भन्छु, धन्यवाद, नमस्कार। धन्यवाद प्रेस काउन्सिलका सदस्य सन्तराम सरलाई। त्यसै गरी शुभकामना मन्तव्यको लागि म न्यूनतम पारिश्रमिक निर्धारण समितिका पनि उहाँ पूर्व सदस्य पनि हुनुहुन्छ, मैले छुट्याएछु। सँगसँगै नेपाल पत्रकार महासङ्घको अहिलेको ललितपुर शाखाको अध्यक्ष पनि हुनुहुन्छ। ललितपुरमा एकदम क्रियाशील आदरणीय दाई पनि हुनुहुन्छ। हामीलाई सबै समेटेर अगाडि बढ्नको लागि उहाँले एक किसिमको एउटा उत्साह पनि हामीलाई दिनुभएको छ। म उहाँलाई छोटो शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद निरजजी। आजको यस कार्यक्रमका सभापतिज्यू र उपस्थित सम्पूर्णमा नमस्कार। यहाँहरूले बोलाउनु भयो यसको लागि धेरै धेरै धन्यवाद छु। म भर्खरै मात्र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा चाहिँ मेरो कार्यकाल सकेको छ। मेरो 2 वर्ष कार्यकाल अस्ति भर्खर चैत 20 गते सकेको जानकारी गराउन चाहन्छु। पत्रकार महासङ्घ र यो क्रिस्चियन यो समुदायको बिचमा
धेरै सुरक्षाको थ्रेट पनि रहेको मैले धेरै पनि महसुस गरेको छु। मैले यो विषयमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि पटक पटक मैले जानकारी नै गराएको छु र तपाईँहरूको यो सुरक्षाको विषयमा नेपाल पत्रकार महासङ्घ तपाईँहरूको साथ सहयोगमा रहेको म यहाँ चाहिँ म जानकारी गराउन चाहन्छु। तपाईँहरूलाई केही अप्ठ्यारो भयो भने मेरो नम्बरमा तपाईँहरूले 24 घन्टा फोन गर्न सक्नुहुन्छ र म यसबाट केही पनि म झन्झट मान्ने छैन र तपाईँको साथ सहयोगलाई म जहिले पनि हतपल तयार रहेको जानकारी गराउन चाहन्छु। र पछिल्लो चरणमा चाहिँ प्रविधिको विकाससँगै हाम्रा पत्रकारिता पनि प्रविधिको घेराबन्दीमा रहेको छ। सन् 1990 को दशकमा इन्टरनेटको विकाससँगै यो डिजिटल प्लेटफर्महरूको विकास भएको छ र डिजिटल प्लेटफर्मको विकास भएसँगै हाम्रा पुराना सञ्चार माध्यमहरू प्रिन्ट मिडियाहरू अहिले सङ्कटमा परेको छ र अहिले प्रिन्ट मिडियाहरूको छपाईहरू पनि धेरै कम भइसकेको छ र ती पनि अहिले डिजिटल प्लेटफर्ममा गएको म यहाँलाई जानकारी गराउन चाहन्छु। र हामीले समाचारहरू लेख्दाखेरि पनि अलिकति विचार पुऱ्याएर लेख्नुपर्ने अवस्था आइसकेको छ। सरकारले पनि अहिले विद्युतीय कारोबार ऐन अन्तर्गत कति पत्रकार साथीहरूलाई चाहिँ साइबर अपराधमा चाहिँ मुद्दा दर्ता गरेको छ र हामीले सञ्चालन गरेका मिडियाहरू अनलाइन मिडियाहरू चाहिँ सकेसम्म चाहिँ सूचना विभाग प्रेस काउन्सिल दर्ता सरकारका निकायहरूमा दर्ता गरेर चलाउनु म यहाँहरूलाई अनुरोध गर्छु। एकटा ड्युनादेखि सुरु भएको पत्रकारिता अहिले चाहिँ डिजिटल प्लेटफर्ममा आइसकेको छ। यसमा धेरै चुनौतीहरू पनि रहेको छ। यसमा मिसइन्फर्मेसन डिसइन्फर्मेसन जस्ताहरूको ओहिरो लागेको छ। यसमा हामी पाठकहरू पनि अलि सजग हुनुपर्दछ र हामीसँग मिडिया साक्षरता पनि अलि बढी हुनुपर्छ भन्ने भनाइ राख्दै म मेरो भनाइ यही अन्त गर्छु। हस्, धन्यवाद आदरणीय वरिष्ठ पत्रकार रामहरि दाई। उहाँ आइसकेपछि अध्यक्षमा आइसकेपछि धेरै राम्रो राम्रो कामहरू पनि भएका छन्, किनभने हामीले गरेकोलाई गरेकै भन्नुपर्ने हुन्छ। त्यस कारण धन्यवाद आदरणीय रामहरि दाईलाई पनि र उहाँको समग्र टिमलाई पनि म धेरै धन्यवाद भन्न चाहन्छु। म अर्को एउटा हाम्रो घोषणा पनि हो यो, खास गरी हामीले अस्ति सल्लाह पनि गऱ्यौँ। नेक्स्ट मिडिया समिट चाहिँ वाइ नट हामी अन्नपूर्ण बेस क्याम्पमा हामीले गरौँ र एउटा क्रिस्चियन्स इन मिडियाले चाहिँ यो किसिमको लिड गरोस् भनिराखेका छौँ हामीले। अनि हाम्रो आदरणीय दाई दिव्य दाईसँग पनि हामीले सल्लाह गऱ्यौँ, अरू दाईसँग सल्लाह गऱ्यौँ। एउटा राम्रो मेसेज पनि हो र ग्लोबली मेसेज। त्यसमा चाहिँ टुरिज्म प्रमोटको कुरा पनि छ, ग्लोबल वार्मिङको कुरालाई हामीले इस्युलाई पनि उठाउन सक्छौँ। गस्पल त भइ नै हाल्छ झन्, होइन? त्यो कारणले गर्दाखेरि एउटा यो चाहिँ क्रिस्चियन्स इन मिडिया, हामीले क्रिस्चियन मिडिया भनिरहेको छैनौँ है, क्रिस्चियन्स इन मिडिया, किन क्रिस्चियनहरू पनि मिडियामा छन् भन्ने हो खास गरी। किन सिजिएफले हामीले निरन्तर 2015देखि नै यही खालको एडभोकेसी हामीले चाहिँ गरिराखेका छौँ। त्यसमा चाहिँ धर्म तथा आस्थाको स्वतन्त्रताको सवालमा प्रोसिक्युसनको सतावट उत्पीडनमा परेकाहरूको आवाजलाई मिडिया मार्फत ल्याउने कुरा, अन्त धार्मिक शान्ति समूहहरूसँग मिलेर शान्ति स्थापना गर्ने कुरामा पनि हामीले निरन्तर कामहरू गरिराखेका छौँ। त्यस कारण हामी सबै जान्ने छैनौँ। म त्यहाँ धेरैजना जान्ने भयो भनेर पनि कुरोहरू अहिले पनि सुने मैले, होइन? तर हामी कोही पनि सबैजना हामी जान्ने छौँ भनेर पनि नहिँडौँ जस्तो लाग्छ मलाई। किन जान्ने छौँ भने हामीले सिकाउँ भन्ने पनि हो। किन एक्लै अर्कालाई सिकाउँ, एक्लै अर्कालाई उठाउँ, यो चाहिँ सबभन्दा ठुलो कुरा। हामी केही पनि होइनौँ, तर तपाईँहरू हामी सबैजना मिलेर केही गऱ्यौँ भने चाहिँ हामीले प्रभुको राज्यमा पनि ठुलो काम गर्छौँ र हाम्रै पालामा हो र हामीहरूकै कार्यकालमा हो। प्रेस काउन्सिलसँगको समन्वय, सञ्चार रजिस्ट्रारसँगको समन्वय, नेपाल पत्रकार महासङ्घको समन्वय र अरू सेकुलर मिडियासँगको हाम्रो सम्पर्क समन्वय सदासदा भइ पनि रहेको छ, होइन? त्यसै गरी अर्को पनि तपाईँहरूलाई आह्वान, आज हाम्रो प्रेस काउन्सिलको पनि नवनियुक्त सदस्यज्यू पनि यहाँ हुनुहुन्छ, होइन? त्यसै गरी पत्रकार महासङ्घको पनि हुन्छ। पादरी गङ्गा प्रसाद प्रधानको बारेमा हामीले निरन्तर रूपमा आवाज उठाइराखेका छौँ, किन हामीले नेपाली पत्रकारिताका आदि पत्रकार भनेर भनेका छौँ हामीले, होइन? त्यस कारणले गर्दाखेरि यो पत्रकारितामा पनि पढाइन्छ। त्यस कारण हामीले यो रिकग्नाइजेसन खोजिराखेका छौँ र अब आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिसले पनि यो कुरालाई उठाइ पनि राखेको छ नै, होइन? तर हामीले पनि निरन्तर यसमा जुलाईको 4 तारिक हाम्रो अध्यक्षज्यूले अहिले यो विषयमा भन्नु पनि हुनेछ। हामी निरन्तर अग्रजहरूलाई सम्मान गर्ने, उहाँहरूको इतिहासलाई
मर्न नदिने, संरक्षण गरेर अझ बढी अरू नयाँ डिजिटल युगमा हामी प्रवेश गरेका छौँ, अझ प्र्याक्टिस गरेर आएको हुनाले गर्दाखेरि अग्रजहरूलाई सम्मान गर्ने र उहाँहरूको छत्र छाया पनि हामीलाई आवश्यकता छ। र आज त्यही भएर यो नेपाली चर्चको प्रतिनिधित्वको पनि एउटा इतिहासको साक्षी पनि हो भन्नको लागि पनि आज यो खालको कार्यक्रम आयोजना गरिएको छ। मैले किन मेरो पनि प्रेजेन्टेसन रहेछ, तर मैले यही बेलामा हाम्रो बारेमा पनि मैले भनिदिएँ। त्यस कारण त म शुभकामना मन्तव्यकै लागि हाम्रो समाजवादी प्रेस सङ्गठन नेपालका उपत्यका प्रदेशका इन्चार्ज राष्ट्रसभा पनि उहाँ प्रतिनिधि पनि हुनुहुन्छ, राष्ट्रिय सञ्चार समिति गभर्मेन्टको हाम्रो कृष्णराज सरलाई म 2 मिनटमा शुभकामना दिनुको लागि अनुरोध गर्छु, टाइम नभएर है। धन्यवाद निरोधजी। यो डिजिटल मिडिया समिटमा सहभागी हुनुभएका तपाईँहरू सबैलाई मेरो नमस्कार छ, अभिवादन पनि छ। अब यहाँहरू सबैले यो कुरा जान्नु भएको छ, समाचारमा के गर्नुहुन्छ के गर्नु हुँदैन, मिडिया के हो कसो हो, त्यसबारेमा मैले केही भन्नुपर्ने जस्तो लाग्दैन। र अबको इरा भनेको डिजिटाइज इरा नै हो। अलिकति हामी डिजिटाइज इरामा जाँदाखेरि सेन्सिटिभ चाहिँ हुनुपर्छ। जस्तो हामीले प्रभाव गरेका कुराहरूले सोसाइटीलाई कस्तो इम्प्याक्ट पार्छ, अनि त्यो इम्प्याक्टले फेरि के ल्याउँछ त भन्ने कुराहरूमा अलिकति हामी कन्सियस चाहिँ हुनुपर्छ। अब हामी बहुजाति, बहुभाषिक, बहुसंस्कृति भएका मुलुकका नागरिकहरू हौँ। हामीले एक आपसमा भ्रातृत्व, सद्भाव, सहिष्णुता कायम राखेर हामीले चाहिँ अगाडि बढ्नुपर्छ। यो गऱ्यौँ भनेदेखि हामी सबैको कल्याण हुन्छ र सबै अल्पसङ्ख्यक अथवा सीमान्तकृत समुदायको चाहिँ कुराहरूलाई हामीले कसरी बाहिर ल्याउन सक्छौँ त्यो कुराहरूलाई ल्याउनु पर्यो र राम्रो कुराहरूलाई चाहिँ हामीले बढी जोड इम्फेसिस दिनु पर्ला भन्ने जस्तो लाग्छ। र अब मैले खासै धेरै लामो समय लिनु पनि छैन, त्यसले गर्दाखेरि मैले यहाँको बसाइ सुखद रहोस्, यहाँले यहाँ छलफल गरेर प्राप्त गर्ने अथवा आउटपुट जो आउँछ त्यसले चाहिँ एउटा हाम्रो राष्ट्रिय विषयलाई चाहिँ निर्माण गर्नको लागि धारणा बनाओस् र अझ यो चाहिँ प्रभावकारी होस् भन्दै म आफ्नो 2 शब्द यही राख्छु। तपाईँहरूलाई शुभकामना छ। धन्यवाद। धन्यवाद आदरणीय कृष्ण सरलाई। म त्यसै गरी शुभकामना, अब 2 जना मात्र हुनुहुन्छ, म शुभकामना मन्तव्यलाई जोड्न चाहन्छु। हाम्रो उहाँको आवाज नसुनेको सायद कमै हुनुहुन्छ होला, तर उहाँले रेडियो को क्षेत्रमा रेडियो मार्फत आत्मिक यात्रा रेडियो कार्यक्रम मार्फत धेरै मानिसमा चाहिँ सुसमाचारको काम, सुसमाचार पुर्याउने काम गर्नुभएको छ। त्यसका उहाँको आवाज मैले धेरै अरू इन्टरनेसनल प्लेटफर्म पनि सुनिराखेको थिएँ उहाँको आवाजलाई नै। त्यसमा आज मैले साक्षात रूपमा मैले भेट्न पनि पाएँ, मैले भेटेको थिइनँ। अनि हाम्रो बिशप नारायण शर्मा जो अहिले ग्लोबल मिसन नेपालको डाइरेक्टर, नेसनल डाइरेक्टर पनि हुनुहुन्छ, म उहाँका अनुभवसहित अहिलेको जुन डिजिटल युग छ त्यसमा पनि आफ्नो केही भनाइ राख्दै छोटोमा संक्षिप्तमा आफ्नो आवाजसहितको शब्दहरू कि मेरो निम्ति यो ठुलो गौरव अनि धेरै आशिष लाग्छ र म आफैलाई धेरै उत्साहित महसुस गर्छु कि तपाईँले पत्रकारिताको यो पेसालाई वा यो बाटोलाई अपनाउनु भएको छ। यो आफैमा धेरै रोमाञ्चकारी छ, गर्ने मान्छेलाई मात्रै थाहा छ, तर यसको तयारीको निम्ति ज्ञानको, सूचनाको धेरै नै महत्त्व हुन्छ र सबभन्दा पहिला त्यसैमा पौडी नखेलिकन कसैले पत्रकारिता गर्छ भने त्यो चाहिँ भुलकारिता उसले गरिरहेको हुन्छ। आजभन्दा झन्डै 35 वर्ष अगाडि काठमाडौँ सिडिओ कार्यालयमा बोधार्थ नामक पत्रिकाको रजिस्ट्रेसन गरिएको थियो। त्यति बेलाको नीति अनुरूपतामा यो अस्थायी रजिस्ट्रेसन हुन्थ्यो र यो पत्रिका छापेर म
पिपल बोर्डको त्यहाँ किताब पसल थियो, पत्रिका पसल थियो, अहिले पनि छ, सायद त्यो सबै टुक्रा टुक्री भइसकेको छ। र त्यहाँबाट त्यो पत्रिका लगेर मधुपर्कले मेरो सम्पादकीयको लोगो चोरेर छापेको थियो। त्यो चाहिँ अरू कसैलाई पनि थाहा छैन, मलाई मात्रै थाहा छ। पत्रकारितामा गर्व गर्ने कुरा यस्तै हुन्छ। म एकजना मित्रलाई चिन्छु जो नेपाल बस्नुहुन्न, तर उहाँले अन्तर्राष्ट्रिय रूपले समाचार र लेखहरू लेख्नुहुन्छ र उहाँका लेखहरू चाहिँ अन्नपूर्ण पोस्ट र कान्तिपुरमा छापिन्छ। उहाँको नाम अमृत विक हो। उहाँ हामी जस्तै प्रभुलाई चिनेर आफ्नो जीवन र जीविकाको निम्ति एउटा महत्त्वपूर्ण सेवा उहाँले प्रदान गर्नुहुन्छ आफ्नो लेख रचनाहरूद्वारा। म धन्यवाद दिन्छु यस्ता व्यक्तिहरूको निम्ति जसले यस्तो अन्तर्राष्ट्रिय विषयहरूको गहनतालाई अनुभव गरेर लिएर चाहिँ उहाँले नेपाली जनसमुदायको माझमा आफ्ना विचारहरूलाई आफ्नो लेखद्वारा प्रस्तुत गर्नुहुन्छ। पत्रकारिताको यो पेसा रेडियोमा झन्डै 35 वर्षदेखि बोल्दा मैले धेरै आशिषको अनुभव गरेको छु। यो धेरै नै रोमाञ्चकारी छ। यो चाहिँ बोरिङ पेसा चाहिँ होइन। यो चौकीदारको बसेर लामखुट्टे मार्ने पेसा होइन। यो हरेक समय अहिलेको जमाना सबै डिजिटल भइसकेको छ। सबै कुरा लेख्न पनि पर्दैन, सबै कुरा बोल्न पनि पर्दैन, सबै कुराको फोटो खिच्न पनि पर्दैन। यो धेरै किसिमबाट पत्रकारिता छरिएर गएको छ र हामीले हाम्रो जीवनलाई उद्देश्यपूर्ण बनाउनको निम्ति, यो धरतीमा एउटा उद्देश्यलाई प्राप्ति गर्नको निम्ति, एउटा उद्देश्यको निम्ति आफूलाई समर्पित गर्नको निम्ति पत्रकारिता एउटा महत्त्वपूर्ण पेसा हो। म धन्यवाद दिन्छु यस देशको परिवर्तनको निम्ति पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ। धेरैले यसको निम्ति जेल, नेल, दुःख, कष्ट, सङ्घर्ष उहाँहरूले सहनु भएको छ। एउटा आफ्नो विचारलाई अगाडि राख्नुको निम्ति पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैगरी तपाईँ र हामी पनि एउटा विश्वास र आस्थालाई बोकेका मानिसहरूको निम्ति, जसलाई यस देशमा अनागरिकको रूपबाट हेरिन्छ, जसलाई यस देशमा दोस्रो दर्जाको रूपबाट हेरिन्छ, जसलाई यस देशमा अपहेलना गरिएको छ, त्यो भएको कारणले गर्दा तपाईँ र हाम्रो कर्तव्य अझै गहन बन्न पुग्छ। हामीले जुन कुरा प्रस्तुतिकरण गर्छौँ, 2-4वटा विज्ञापन जम्मा गरेर पत्रिका निकाल्ने र 300 कपी छापेर देखाउने यो प्रवृत्तिले पनि बडो नकारात्मक पक्ष ल्याउँछ। अर्को पक्ष छ, कतिजनाले पत्रकारिता भनेको अरूलाई गाली गर्नु चाहिँ पत्रकारिता ठान्छन्। त्यो अहम हो, त्यो भुल हो। हामीले चाहिँ हाम्रो जीवनको उद्देश्य सकारात्मक रूपले पत्रकारिताको माध्यमबाट यस देशमा अन्यायमा परेकाहरू, सीमान्तमा परेकाहरू, हाम्रै विश्वासको आधारमा मानिसहरूलाई उत्साह दिनुको निम्ति हामीले आफूलाई समर्पित गर्दै आफ्नो जीवनको उद्देश्य र परमेश्वरबाट पाएको वरदानलाई हामीले पुरा गर्न सकौँ। धन्यवाद। धन्यवाद विशव नारायणज्यू। उहाँको अनुभव हाम्रो लागि निकै नै प्रेरणादायी छन् र हाम्रो लागि ती उत्साहका शब्दहरू हाम्रो लागि मार्गदर्शक पनि हुन्। म धेरै धन्यवाद दिन चाहन्छु। म ढिलो नगरिकन म वर्ड अफ लाइफ चर्चका पास्टर, वर्ड एन्ड लाइफ चर्चका पास्टर विनय भण्डारीज्यू, जो अहिले रेडियो टेलिभिजनमा पनि वर्ड एन्ड लाइफ चर्च मार्फत चाहिँ सुसमाचारको काम र नेपाली भाषीहरूको बिचमा अहिले उहाँ एक किसिमको एउटा चिरपरिचित नाम पनि हो। म उहाँलाई स्वागतसहित आफ्नो मन्तव्य दिनको लागि म हार्दिकतापूर्वक मञ्चमा आइकन आफ्नो शुभकामना मन्तव्य दिनको लागि म अनुरोध गर्छु। थाकिसकेन। सबैलाई अभिवादन, जय मसी, नमस्कार। र माफ गर्नु होला, मेरो ड्रेस कोड आज समिटको जस्तो छैन, तर पनि म सिधै हतार मेरो कक्षा दिएर म सिधै यहाँ आउनु पऱ्यो। र आज यो समिट अनि डिजिटलको नाम सुन्दै गर्दाखेरि मलाई लाग्छ हाम्रो क्रिस्चियन मिडियाले पनि निकै ठुलो भविष्यलाई देखेर, किनभने
अरू मिडियाहरू निकै ठुलो छलाङ मारिसकेको छ अनि हाम्रो क्रिस्चियन नेपाली मिडियाहरूले पनि त्यो छलाङलाई तयारी गर्दै हुनुहुन्छ। त्यसको लागिलाई ठुलो शुभकामना। म जब यो मिडियाको कुरो गर्छु म अलिकति पृष्ठभूमि केलाइहाल्नु पर्यो। मैले 2000 म पहिला शरणार्थी क्याम्पबाट बिलङ गर्दछु अनि 2011 म अमेरिका गएँ अनि 2010 मा शरणार्थी क्याम्पमा हुँदै गर्दाखेरि जुन समयमा मेरो घरमा रेडियो टेलिभिजन थिएन त्यो मेरो लागि लग्जरी थियो, त्यो मेरो लागि पहुँचमा नपुग्ने थोकहरू थियो। त्यो दिनमा प्रभुले मलाई बोल्नुभयो रेडियो टेलिभिजनमा पहुँचाउन पर्छ अनि हाम्रो चर्चको नाम वर्ड एन्ड लाइफ चर्च थियो अनि धेरै बिसन्चोपन भित्र भइरहेको थियो, एउटा रेस्टलेसनेस भइरहेको थियो। अमेरिका गएँ, प्रभुले 2010 मा भन्नुभएको कुरो निकै उम्लिरहेको थियो भित्र, तर कुनै रीतिले पनि त्यो पुरा भएको मैले देखिनँ। अनि एक दिन मलाई कहाँबाट एकजना व्यक्तिलाई मैले मेसेज गर्न ठुलो उत्कट इच्छा आयो अनि ती व्यक्ति सालौँदेखि मिडिया क्षेत्रमा काम गर्ने व्यक्ति भएको कारणले गर्दा मैले आँट बटुलेर त्यो समयमा बिशप नारायण शर्मालाई मेरो यस्तो यस्तो दर्शन छ भन्दै गर्दा मैले इसाई जगतमा आरिस नभएको व्यक्ति देखेको मेरो पर्सनल कन्भिक्सन त्यस्तो छ। अनि उहाँले वाह भाइ तपाईले यो कुरो ल्याउँदै गर्दाखेरि मैले वर्षौँदेखिको युवा व्यक्तिहरू पनि मिडियामा आउनुपर्छ, रेडियोमा टेलिभिजनमा आउनुपर्छ भनेर गरेको प्रार्थनाको उत्तर चाहिँ प्रभुले तपाईँ मार्फत दिँदै हुनुहुन्छ। अनि उहाँले भन्नु म तपाईँलाई एकजना व्यक्तिसँग परिचय गराउँछु अनि उहाँले कुमार सिंह विष्टको नाम दिनुभयो अनि त्यतिखेर उहाँ गुड न्युज एफएममा काम गरिरहनु भएको थियो। अनि मैले अझै पनि मलाई थाहा छ म मेरो भर्खर कामको सिफ्ट सकेर म जाँदै थिएँ, जाँदै घर जाँदै गर्दाखेरि मैले उहाँलाई कल गरेँ अनि गुड न्युज एफएममा हामीले 2014 देखि कार्यक्रम सुरु गऱ्यौँ अनि अहिले 2024 मा आउँदै गर्दा अस्ति निलिमा म्याम हाम्रो माफ गर्नुहोस् ल टाइमको निलिमा म्याम हाम्रो घर परिवारमा आउन भयो अनि हाम्रो कुमार सरको परिवार र रोहित सरको परिवार दे नो लङ्गर मिनिस्ट्री पार्टनर, दे आर फ्यामिली टु अस। हामीलाई चाहिँ अब उहाँहरू हाम्रो परिवार लाग्छ अनि उहाँ आउनुभयो निलिमा म्याम। त्यतिखेर हामी कुरा गर्दै थियौँ, 10 वर्ष भइसकेछ रेडियोमा काम गरेको थाहा पनि थिएन अनि टेलिभिजन पनि हामीले 2019 देखि न्युज 24 टेलिभिजनमा हामीले कन्टिन्युली गरिरहेका छौँ। तर यहाँ म के जोड्न चाहँदछु भने तपाईँ र म चाहिँ कराउने व्यक्ति हो। परमेश्वरले कुनै पनि ठाउँमा एउटा जागृति ल्याउनका लागि कराउने व्यक्ति, एउटा विटनेस गर्ने व्यक्तिलाई परमेश्वरले खोज्नु भयो। यसको उदाहरण दिँदै गर्दाखेरि नुहा दोस्रो पत्रुस 2:5 भन्छ नुहा धार्मिकताको प्रचारक। अनि नुहाले एक दिन मात्रै प्रचार गरेन, 1 वर्ष मात्रै प्रचार गरेन, सेम मेसेज उसले 120 वर्षसम्म प्रचार गरे तर पनि उसले एकैजना मान्छे पनि रिपेन्ट गरेर आएन, तर पनि उसले प्रचार गर्न छोडेन। तपाईको सेवकाई तपाईको पेशाबाट पनि धेरै मान्छे तपाईको लागिलाई एउटा आशिषको कारण नहोला तर नुहाले छोडेन। प्रिय एज अ पास्टर पनि कोही बेला हामीलाई कस्तो लाग्छ एउटा आत्मा वर्षमा बाँचेन भने हामीलाई फेलियर लाग्छ। नुहा चाहिँ हाम्रो नजरले कति ठुलो फेलियर हो तर प्रभुको नजरले चाहिँ इज अ भेरी फेथफुल गाई, भेरी फेथफुल गाई। अनि तपाईको जीवनमा पनि तपाईले यो पेसालाई अपनाउँदै गर्दाखेरि कोही बेला यो विधामा लाग्दै गर्दा तपाईको आवाज हावामा त जान्छ, एयरमा त जान्छ तर कति बार त्यसको पहुँच लामो समयसम्म नहोला। तर नुहाले नै 120 वर्षसम्म नि आफ्नो आवाज चाहिँ निकाल्न छोडेन। एक दिन त्यो आवाजले अरूलाई बचाएन तर उसलाई चाहिँ बचायो। अनि तपाईँ र मलाई पनि एक्ज्याक्टली परमेश्वरले त्यही चाहनुहुन्छ, आवाजलाई नरोक्नुहोस्। टेडी ज्याकले डोन्ट ड्रप यो माइक भनेका छन्। तपाईँ र मैले माइक ड्रप नगरौँ किनभने त्यो माइकमा परमेश्वरले कुनै न कुनै कुरा राखिदिनु भएको छ। कुमार सरलाई मैले एक दिन यसरी भने तपाईँको माइक तपाईँको लागि पुलपिट हो, तपाईँको लागि पुलपिट यही माइक हो। प्रभुले सबैलाई आशिष गरेका हुन् र शुभकामना। अझै डिजिटलमा जानुहोस् किनभने डिजिटल चाहिँ यस्तो हो बिलियन्स एन्ड बिलियन्स मान्छे एक ठाउँमा भेला हुने प्लेटफर्म हो। तपाईले 1000 को लागि स्टल लाउनको लागि कति गाह्रो पर्छ हैन, तर डिजिटल चाहिँ नि बिलियन्स एन्ड बिलियन्स मान्छे एउटा छत्रछायामा आउने प्लेटफर्म हो।
यसमा जानुहोस् अगाडि, प्रभुले तपाईँहरू सबैलाई आशिष गरेका हुन्। जय मसीह। धन्यवाद पास्टर विनयजी, उहाँको उत्साहको लागि धेरै धन्यवाद। उहाँ किताब लेखक पनि हुनुहुन्छ। अस्ति भर्खर विमोचन चाहिँ अब नेपालीको चाहिँ यही सोमबार छ, इङ्ग्लिसको चाहिँ हामीले उता युएसमै गयो। हजुर, त्यो धन्यवाद सूचनाको लागि पनि धेरै धन्यवाद। म एकजना हाम्रो पास्टरज्यूको पनि म शुभकामना लिन चाहन्छु। उहाँ हाम्रो युथ मिनिस्ट्रीमा पनि उहाँ एकदम जोसिलो क्रियाशील व्यक्तित्व, हाम्रो बिजनेसमा पनि त्यत्तिकै अगाडि हुनुहुन्छ हाम्रो रोहित ढकालज्यू। हाम्रो पास्टर रोहित ढकालज्यूलाई म उत्साहका शब्दहरूसहित अलिक जराकजुरु बनाउनु पर्ने जस्तो लाग्यो कि अलिक सबै थाकेको जस्तो भयो कि म उहाँलाई एउटा हाम्रो इन्करेजमेन्ट पनि आवश्यक छ, त्यस कारण म उहाँलाई यो समय दिन्छु। यो सबैजनालाई नमस्ते, जय मसीह। यो पुलपिट चाहिँ हाइटकम.com को लागि होइन जस्तो लाग्यो, यति बेलामा टाउको मात्रै देखिन्छ। एक दिन हाम्रो चर्चमा एकजना वक्ता आउनु भएको थियो, अनि त्यो वक्ताको घोडासम्म मात्रै पुलपिट आयो। अनि उहाँले भन्दै हुनुहुन्थ्यो, यो पुलपिट चाहिँ रोहितको लागि मात्रै रहेछ, मेरो लागि होइन रहेछ, मेरो लागि चाहिँ पिर्का जस्तो लाग्यो भन्दै हुनुहुन्थ्यो। अनि मैले भने पिर्कामा उभिएर पवित्र आत्माको छेर्का बोल्नुहोस् भनेको थिएँ, त्यो रमाइलो भएको थियो। एनिवेज, तपाईँहरूको निरन्तरताको यो जोस जाँगर अनि समर्पणता, यो तपाईँहरूको लगाव देखेर मलाई असाध्यै नै खुसी लाग्छ। उति बेला याद छ मलाई, हामीहरू पूर्वदेखि पश्चिम महाकालीसम्म एउटा सानो पर्चा लिएर कुदै गर्थ्यौँ विभिन्न अवेरनेसको कार्यक्रमलाई लिएर। तर अहिले यो मिडियाको यो डिजिटल मिडियाद्वारा यति छिटो, यति छरिदो, शक्तिशाली रूपमा घर घरमा, टोल टोलमा, हात हातमा पुग्न सक्ने एउटा प्रणालीको सृजना भएको छ। र यो प्रणाली, यो सुविधा, यो परमेश्वरले दिनुभएको यो फेसिलिटीको प्रयोग गर्दै यहाँहरूले जुन प्रकारको यो डिजिटल मिडियाद्वारा गस्पललाई यहाँहरूले निरन्तर अनवरत रूपमा जुन बढाउँदै हुनुहुन्छ, यो देखेर असाध्यै नै खुसी लागेको छ। र सबैभन्दा पहिलो कुरा चाहिँ हामी थोरै छौँ, अनि थोरैको बिचमा पनि परमेश्वरले यति असल र रहर लाग्दो तरिकाबाट प्रयोग गरिराख्नु भएको छ। सबैभन्दा पहिला म एकदमै बधाई भन्न चाहन्छु अनि धन्यवाद पनि भन्न चाहन्छु। हामी एउटै प्लेटफर्ममा छौँ, एउटै ठाउँमा छौँ। अनि म जहिले पनि बताउन चाहन्छु, कोही पनि कसैसँग कम्पिटिसनमा आउनु आवश्यक नै छैन। मैले सुन्दै थिएँ अमेरिकाको न्युयोर्क सिटीमा मात्रै एक दिनमा 3000 देखि 10,000 एयरक्राफ्ट चाहिँ फ्लाइ हुन्छ अरे। र कुनै पनि प्लेनसँग ठोकिँदैन, किनकि उनीहरूसँग आफ्नो डेस्टिनेसन हुन्छ, आफ्नो पेसेन्जर्स हुन्छ, आफ्नो टाइम हुन्छ र आफ्नो समयमा आफ्नो पेसेन्जर बोकेर आफ्नो स्टाफसँग कम्युनिकेसनमा रहेर उड्ने गर्छन्। त्यसरी नै हामीलाई पनि परमेश्वरले यति ठुलो प्लेटफर्म यो संसारमा दिनुभएको छ। हामी जहाँ जहिले जसरी पनि उड्न सक्छौँ। हाम्रो आफ्नै छुट्टै व्यक्तित्व छ, छुट्टै पहिचान छ, छुट्टै गिफ्ट छ, परमेश्वरले दिनुभएको छुट्टै प्रकारको चाहिँ त्यो एनोइन्टिङ पनि छ। त्यस कारणले गर्दाखेरि हामी यो संसारमा रहँदा हामी बढ्दै अनि यो संसारलाई डोमिनेट गर्दै अनि नम्र हुँदै अनि खालि यो डिजिटल माध्यम चाहिँ अलिक सेन्सिटिभ पनि छ, सतर्क हुँदै अनि अगाडि बढ्ने अनुशासनलाई हजुरहरूले कायम गर्नुभएको देखेर धेरै खुसी लागेको छ। र हजुरहरूको वरदानलाई, मेरो वरदानलाई, यो जेनेरेसनको वरदानलाई, गिफ्टलाई बचाउन सक्ने भनेको चाहिँ, अभिषेकलाई बचाउन सक्ने भनेको अनुशासनले मात्रै हो। अनुशासित भएर, सतर्क भएर, सजग भएर यो डिजिटल माध्यमलाई हामी सबैजना मिलेर प्रयोग गरौँ भनेर चाहिँ सानो अनुरोध पनि गर्न चाहन्छु। र यो टिमलाई हरेक वर्ष नयाँ तरिकाबाट जसरी हामीलाई आशिषित बनाइराख्नु भएको छ, थ्याङ्क यू सो मच। प्रभुले धेरै आशिष दिउन्। गॉड ब्लेस यू। धन्यवाद पास्टर रोहित ढकालज्यूलाई। म यो कार्यक्रम शुभकामना मन्तव्य
यहीँ सकिएको छ। म यो शुभकामना मन्तव्य सकिएको घोषणासहित अब अर्को हामी नयाँ सेसनमा जानेछौँ। त्यसको लागि हाम्रो एससिजिएफका अध्यक्षज्यूलाई 1 मिनटमा धन्यवाद दिएर यो शुभकामना मन्तव्यको धन्यवाद दिएर यो कार्यक्रम समापन भएपछि मन्तव्य दिनु समापन सबैलाई जेमिसी ढिला नगरिकन केही कुराहरू मैले राख्न गएँ। हामीले 2015 देखि यस्तो ग्यादरिङ क्रिस्चियन मिडियम त्यो क्रिस्चियन हो तर मिडियामा कार्यरत रहेका व्यक्तिहरूको फेलोसिप हामीले सुरु गरेका थियौँ र आजसम्म आइपुग्दाखेरि धेरै हाम्रो देशभरि नै धेरैजना व्यक्तिहरू मिडियाको क्षेत्रमा जो क्रिस्चियन हुनुहुन्छ, क्रिस्चियन आस्थामा हुनुहुन्छ तर मिडियामा कार्यरत हुनुहुँदो रहेछ भन्ने कुराहरू हामीले थाहा पाएका छौँ अनि सङ्गति पनि हामी बेला बेलामा गर्छौँ र आज त्यसकै निरन्तरता स्वरूप काठमाडौँमा भएका केही मिडियाकर्मी साथीहरूसँग हामीले यसरी सँगै सिक्ने मौका पाएका छौँ। यो मौका हामीलाई परमप्रभुले दिनुभएको हो र आगामी दिनमा पनि यस्ता कार्यहरू हुनेछन् नै र यहाँहरूको साथ सहयोग सहभागिता आगामी दिनमा पनि रहनेछ र साथै हाम्रा अग्रज प्रबुद्ध व्यक्तित्वहरू हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभयो। उहाँहरूले पनि शुभकामना केही मन्तव्य राख्नुभयो र उहाँले पनि आगामी दिनमा हामी सँगै कार्य गर्नको लागि उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हामी एकदमै सिजिएफ कमिटी अनि सिजिएफको तर्फबाट हामी उहाँलाई धन्यवाद दिन्छौँ र आगामी दिनमा अझ धेरै सहकार्य गर्दै अगाडि बढ्नेछौँ भन्ने नै म विश्वास गर्दछु र हाम्रो सिजिएफ टिम विश्वास गर्दछ र यसको लागि हामी तयार छौँ जोसँग पनि कार्यगत एकता गर्नको लागि कामसँगै गर्नको लागि। र अब हामीले यो कार्यक्रम जो अहिले केही मन्तव्य शुभकामनाका मन्तव्य राख्ने यो समय थियो यो समय अब सकिँदैछ। यो पछि पनि अहिले हाम्रो सञ्चालकले भन्नु 2वटा सेसन छन् त्यसमा हामी जानेछौँ र हामी कोही पनि जाने छैनौँ। आज दिनभरि सिक्छौँ अनि त्यसपछि मात्रै हामी जानेछौँ र हाम्रो यहाँ देशमा रहनुभएका व्यक्तित्वहरू चाहिँ उहाँहरूको आफ्नो समयअनुसार जान सक्नुहुनेछ। उहाँहरूलाई चाहिँ हामीले रोकटोक गर्दैनौँ र हामी अरू जति छौँ हामी सबैजना रहेर सिक्छौँ। त्योभन्दा अगाडि हामीले जसलाई निमन्त्रणा गरेका थियौँ उहाँहरू आउनुभयो, शुभकामना मन्तव्य राखिदिनु भयो। एनसिएफ नेपालका अध्यक्ष अनुप तामाङ गुरुबा अनि त्यसै गरेर एनसिएसका महासचिव राजेन्द्र मल्ल अनि त्यसै गरेर यहाँ देशमा जति पनि व्यक्तित्वहरू हुनुहुन्छ यहाँहरू सबैलाई होइन हामी एकमुष्ट रूपमा किनकि समय नभएको कारणले मैले सबैको नाम लिन सकिनँ यहाँहरू सबैलाई हामी एकमुष्ट रूपमा धन्यवाद दिनेछौँ। हामी सबैजनाले ताली बजाउँ धन्यवाद दिनेछौँ। म मेरो व्यक्तिगत तर्फबाट र सिजिएफको तर्फबाट यहाँहरूलाई एकदमै हृदयदेखि नै हामी धन्यवाद दिन्छौँ समय बहुमूल्य समय दिनुभएको लागि र यो सेसन चाहिँ अब यहीँ सकिएको छ।